काठमाडौँ 2 का जनताले जसरी तपाईँलाई मत दिएर 5 वर्षका लागि पठाएको थिए त्यो हुन सकेन। चितवन रोज्नुको कारण खास के हो? यहाँ यतैबाट फेरि नि मैले 5 वर्ष पाएको थिएँ तर त्यो हुन सकेन, फेरि यहाँका जनतालाई पनि त्यो उहाँहरूको पनि मतको सदुपयोग भएन कि भन्ने पनि लागेन। किन चितवन नै रोज्नुभयो? अब यस्तो संसदीय निर्वाचन भनेको हेर्नुहोस्, स्थानीय तह व्यवस्थापन गर्ने जस्तो विषय होइन। संसदीय निर्वाचनबाट निर्वाचित भएर गएका प्रतिनिधिहरूले देश कता जान्छ, देशको नीति कस्तो बनाउने, हाम्रा छिमेकीहरूसँगको सम्बन्ध कस्तो बनाउने, देशको अर्थतन्त्रलाई कति बलियो बनाउने र अबको दीर्घकालीन योजना कस्तो बनाउने भन्ने कुरा देशव्यापी विषय हेर्नुपर्ने विषय भएको कारणले जो जहाँबाट उठे पनि आखिरमा हामी हाम्रै नेपालको लागि नीति बनाउन जाने हौँ, कानुन बनाउनको लागि जाने हौँ। त्योभन्दा अन्यथा सांसदको अरू कुनै पनि अधिकार हुँदैन। संविधानले स्पष्ट रूपमा कानुन निर्माण मात्रै हाम्रो सांसदहरूको अधिकार हो र त्यो मात्रै हाम्रो काम कर्तव्य हो भन्ने कुरा स्पष्ट गरिसकेका छ। त्यस कारणले अब स्थानीय गाउँठाउँको विकास गर्नको लागि स्थानीय नेताहरू चाहिँ कस्तो हुनुपर्छ, कहाँ हुनुपर्छ भन्ने कुरा चाहिँ त्यो एकदमै स्थानीय दृष्टि राखेर हेर्नुपर्छ। तर अब सङ्घीय निर्वाचनमा चाहिँ को कहाँ हुने भन्ने विषय त्यति प्रधान नबनाइकन को मान्छेले गएर देशको लागि कानुन बनाउन सक्छ, यो चाहिँ आफ्नो ठाउँ, आफ्नो वडा, आफ्नो पालिका, आफ्नो जिल्ला भन्दा पनि त्योबाट प्रतिनिधित्व, त्यो सम्बन्धित भूगोलबाट प्रतिनिधित्व गरेर देश बनाउने ठाउँमा जाने विषय हो भनेर यसरी बुझ्नुपर्छ। निर्माणको विषयमा गएको संसदीय अभ्यासमा जति सकिन्छ आफ्नो क्षमताले भ्याएसम्म यहाँसम्म कि अब गएको संसदमा चाहिँ अन्य पार्टीको साथीहरूले पनि विधेयकहरूमा संशोधन राख्दै गर्दाखेरि के राख्नुभयो, छलफल गरौँ, प्रस्ताव गरौँ अथवा यस्तो कानुन आउनुपर्छ, यो विषयमा के गरौँ भन्ने यस्तो खालको परिस्थिति हामीले निर्माण गर्न चाहिँ सफल भएको थियौँ जस्तो मलाई लाग्छ। किनभने विगतको संसदीय अभ्यासमा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति हुनुभन्दा अगाडिको संसद कस्तो हुन्थ्यो भन्ने कुरा त्यति हामीलाई हाम्रो युवा पुस्ताको जमातमा चाहिँ त्यति परिचित थिएन। त्यो किन थिएन भने त्यो रोचक पनि सायद थिएन होला पहिला, अथवा त्यो चाहिँ नेपाली जनताको आवाज बोलिने थलो हो भन्ने किसिमको चाहिँ परिस्थिति पनि निर्माण भइसकेका थिएन होला। हामी गइसकेको हकमा संसदीय अभ्यासको जुन एउटा मानक छ त्यो मानक नै उच्च कायम राख्न सक्यौँ जस्तो मलाई लाग्छ। अब आउने साथीहरूले पनि हरेक दल, हरेक समुदाय जहाँबाट आउनुहुन्छ, जुन संसदीय अभ्यासको लागि सांसदहरू पुग्नुहुन्छ, उहाँहरूले चाहिँ हाम्रो भन्दा पनि अझै सुधारिएको संसदीय अभ्यास गर्नुपर्ने छ। किनभने जुन सरकारले सधैँभरि संसदलाई चाहिँ कठपुतली बनाउने अभ्यास रह्यो त्यसलाई तोडेर संसदले सरकारलाई जवाफदेही बनाउने थलोको रूपमा हामीले पुष्टि गर्नुपर्नेछ। त्यसको लागि एकदमै परिपक्व र नीति, विशेष गरी देशको हितलाई केन्द्रमा राखेर नीति निर्माण गर्ने साथीहरू त्यहाँ पुग्दा राम्रो हुन्छ। त्यही अनुरूपले देशवासीहरूले हेर्नुपर्छ।